खतरा बाटो नि यस्तो हो कि बेकार हेरे बाटो बेकार भयो नि खेत चाहिँ धान चाहिँ बब्बाल हुन्छ यहाँ बेलुठिक बुटाहरू छ तक्क भइरह अलिअलि टिडिङ क्या हो ए सानो सानो छ बेलुटियर हेर्न सकिन्छ यहाँ सानोमा यो रुखमा चढ खान्छु भन्नु लगा ओ हिरो नि हाम्रो फुपू हुनुहुन्छ रोक्नु के रोक्नु हजुर एउटा कुरा गर्न हो के साले लिचीको आँपको बुटा धान क्या दाम भइसक्यो कालो कालो यतातिर हेर्न सकिन्छ मामा कराइदिनु भयो पुचाइदिन्छु ओइ मेल्ला अरे घन्टी छैन के भाइ थान लाग्यो मामा ए हामी अब चाहिँ फुपू घर आइसकेको छौँ भेट्ने अब धेरै टाढा छैन यहाँदेखि अब कोहरू त्यो जोत्नु लाग्यो ओइ मेल्ला हेलो गाइज सन्चै हुनुहुन्छ हो के यता हेर्न सक्नुहुन्छ हाम्रो बजै बहिनी बजै भाइ एउटा मम्मी खै हेरौँ होइन यहाँ धान रोप्न सुरु भइसक्छ एउटा कोलिया भान लगाइसकेको छन् हाम्रो आम्बो यहाँ हेर्न सक्नुहुन्छ यहाँ एकजना पछाडि छाडिनु भएको यो हाम्रो गाइला हो किन त्यही भन्नुहुन्न र यहाँ हाम्रो मिस मिस यसको ओए हेर्न यसले भनेको सुन्नेको यस्तै बहिनी छ एउटा हाम्रो फुपू लगे फुपू यता हेरेर के टक्क लाएर काइला अब सबैभन्दा पछि हुनुहुन्छ म चाहिँ अब यहाँको साउ हो के र अब गर्नु पर्दैन काम मराउनु पर्यो यहाँ यिनीहरूलाई नै त्यस्तो होइन गर्थ्यो होला होइन यहाँ खुट्टामा घाउ छ त्यही गर्न खेराहरू भन्दा नि अब यो खासमा त मेल्न लाग्यो होला नि एक्लै रोपिदिन्छ पाँचजना चाहिँ एकजनाले होइन बिउ ओसारेको हजुर अर्को उहाँ पर हाम्रो जेठा बाबा हुनुहुन्छ बिहार मिलादे ट्र्याक्टरले जोट्यो गाह्रो छ जिन्दगी ल म चल्टेको अब कोडो रुपै चल एकजनाले भाइसक्यो आफ्नो लाइन तैँले अर्को लाइन तानिदिने निस तैँले अलिक स्याल मान्छे हो त्यहाँ दुईजनाले झुम्रा मार्छन् सँगै यहाँ नि दुईजनाले झुम्रा मारेर
म गएँ ल के भनिस् ऊ उठाल्नु हाम्रो अर्को अर्को के भन्छ बिउ बोक्ने हजुर कप सुरु राखे कप सुरु एउटा हेरेको के छिटो न म होला हाई हुन्न र यता हाम्रो जेठी मम्मी हुन्छ अघि दाइ हल्का एक्लै हो र दाइ ए मामा उठा गयो मौसमै बब्बाल यता के फुपुला यता फर्केर के इङ्ग्लिस भन्नु न हजुरको आइफोन जस्तो आएर आज तेरो मोबाइलमा यार मेरो मोबाइलदेखि यार दियो ए आज हरियो र होला नि कहाँ डाटा छैन क्या हाम्रो अर्को साउ उहाँ बसेको छ उहाँ यो त झन् मेन साउ हो घरको मिस हेर्न एकचोटि यार प्लिज खुट्टै ढोकर यार आज यस्तै गरेको नाक ठुलो भनेर हेरेनस् क्या जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पूरा गर्नको लागि खोलेको च्यानल हो, सब्स्क्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ।